हेलो साथीहरू सबैजनालाई नमस्ते। हाम्रो चाहिँ आज ठ्याक्कै बिदाको दिन आइतबार आज चाहिँ बिदा थियो। अनि नारायण दाई चाहिँ अब नारायण दाईको बुढी मतलब भाउजू नै भनौँ, उहाँ चाहिँ अब कोरिया आउँदै हुनुहुन्छ। अनि हामीहरू चाहिँ रुम हेर्न जानको लागि रेडी थियौँ। अनि अगाडि चाहिँ बङ्गलादेशी साथी थियो, अनि त्यो पनि गाडीको लाइसेन्स निकाल्छु भनेर तयारी गर्दैछ। अनि छेउमा बस्नुभएको सुविधाले पनि सिकाउँदै हुनुहुन्थ्यो। अनि हामीहरू निस्क्यौँ कम्पनीदेखि हाम्रो बस्ने। अनि त्यो देखिरहेको चाहिँ हामी सामान किन्न आउने ठाउँ हो। यो चाहिँ हामीहरू तरकारी सक्यो भने पनि यहीँ आउँछौँ, केही लुगा किन्न पऱ्यो भने पनि यहीँ आउँछौँ। त्यसपछि हामीहरू चाहिँ निस्क्यौँ। सुरज दाईको गाडी छ, अनि उहाँकै गाडीमा चाहिँ हामीहरू निस्किसकेपछि छेउमा हेर्दा हरियाली रुखहरू पलाइरहेको देखिरहेको थियो। अनि हामीहरू चाहिँ बस्ने भनेको चाहिँ इन्सान मतलब मेन रोड सहरमै हो भनौँ। अनि यो चाहिँ म चाहिँ एकछिन क्या दामी देखिरहेको थियो बाहिरको भ्यू। अनि मलाई पनि कस्तो खिच्न मन लागिरहेको क्या, वाउ टाइपको के हेर्दाखेरि पनि। अनि मैले चाहिँ नयाँ गोप्रो किनेको आज। नयाँ गोप्रो किन्दाखेरि कस्तो अब खिचौँ लाग्ने क्या, गोप्रो हातमा चाहिँ खिच्न मन लागिहाल्ने। अनि मैले चाहिँ रेकर्ड गर्दै गएँ। रेकर्ड गर्दै जाँदाखेरि भ्यू हेर्दा पनि यस्तो वाल देखिरहेको कि। अनि म चाहिँ अब हजुरहरूलाई चाहिँ यो भ्यू हेर्नु, त्यसपछि म त्यहाँ पुगेपछि फेरि देखाउँछु। यो इन्चन चाहिँ कोरियाको दोस्रो कि तेस्रो ठुलो सहरमा पर्छ। अनि हेर्दा पनि एकदम राम्रो के। अनि हाम्रो कम्पनी चाहिँ सुविधायुक्त नै छ भनौँ। अनि हाम्रो दाइको चाहिँ अब जानु पर्यो रुम हेर्नतिर। अनि यो चाहिँ दाइले चाहिँ ड्राइभिङ गर्दै हुनुहुन्थ्यो, गाना बजाइराख्नु बाटो मजाले। अनि मलाई चाहिँ खोइ किन कोरिया आएदेखि गाडीमा बस्न चाहिँ अलिकति बोरिङ फिल हुने क्या, बोरिङ फिल हुने। अनि बमी त आउने जस्तो पनि हुने। अनि हामीहरू चाहिँ निस्किसकेपछि अब एकछिन अगाडि गएपछि त हाम्रो बाटो नै बिर्स्यौँ क्या। बाटो बिर्स्यौँ भन्दा पनि एकातिर जानुपर्ने, हामीहरू अर्कोतिर अब गइसकेपछि अब दाइले बाटो बिर्स्नु भयो। अनि म चाहिँ ठ्याक्कै अब यही मौका भनेर ठ्याक्कै दाइले चाहिँ सहरतिर हाल्नुभयो गाडी। अनि सहरतिर हाल्दाखेरि भ्यू पनि एकदम दामी थियो। अनि मलाई पनि खिच्न मन लाग्यो, अनि म पनि खिच्दै गएँ। यस्तै गर्दै चाहिँ 5-6 किलोमिटर छ त्यो अगाडि गयौँ। अब मेन रोडमा छिर्सकेपछि त बाटो घुम्ने बाटो हुँदैन फेरि फर्किनलाई, त्यसैले घुम्ने बाटो नै खोज्नु पर्यो। अनि हामीहरू चाहिँ खोसोकको रोडमा छिर्सकेका थियौँ, त्यहाँ चाहिँ मेन हाइवे नै हो त्यो चाहिँ। अनि हामीले चाहिँ मोड्न मिलिरहेकै थिएन। अनि गयौँ। त्यसपछि गएर हामीहरू पछि चाहिँ बाटो भेटाएर नारायण दाईको रुमतिर पुग्न लाग्यौँ। यो चाहिँ नारायण दाईको रुम नजिकैको भ्यू हो। अनि हामीहरू चाहिँ फेरि यहाँनिर मिस्टेक भएको थियो। अनि फेरि भित्र हालेर अनि गाडी टर्निङ गऱ्यौँ एकछिन। अनि यता टर्निङ गरिसकेपछि चाहिँ हामीहरू पुग्नै लाग्थ्यौँ रुम। पुग्न लागिसकेपछि अब यसो गाडी त पार्किङ गर्नै पर्यो। गाडी पार्किङ गर्दाखेरि पनि हामीहरू पुग्यौँ। गाडी पार्किङ गरौँ कि नगरौँ थियो, यसो जसो पुग्यौँ। पुगिसकेपछि अब रुम त हेर्नै पर्यो। हामीहरू पार्किङ गऱ्यौँ यता छेउमा एकछिन। त्यसपछि गएर निस्किनु पर्यो। हाम्रो बङ्गलादेशी साथी पनि हिरो देखिरहेको थियो। म चाहिँ अलिअलि हल्का गाह्रो भइरहेको थियो कि मलाई चाहिँ यो फर्स्ट टाइम क्यामेरामा रेकर्ड गर्दै बोल्दाखेरि। अनि म चाहिँ आज भोइस ओभर गर्छु भनेर। अनि उहाँ देखिरहेको दाईको रुम नै हेर्न आएको हामीहरू। म चाहिँ यसो लुते देखिरहेको थिएँ अनुहार हेर्न भोइस ओभर गरेर अनुहार। हामीहरू चाहिँ यता केही पसलहरू केही छ कि नै, अनि पार्किङ गर्ने बाटो छ कि नै भनेर हेर्दै थियौँ पार्किङ गर्ने ठाउँहरू। त्यसपछि गएर हामीहरू चाहिँ रुममा छिर्यौँ। रुममा छिर्सकेपछि चाहिँ दाइहरूले अब यो राम्रो हो यो राम्रो हो, यो रुम चाहिँ पुरानो छ त्यहाँको कुरा गर्दै पनि हुनुहुन्थ्यो।
मार्नु स्टार खोल्यो स्टार मार्नु हुँदैन यति अलि यसमा नमिलेको भने बेस्टै हो नि यतिमा अनि राम्रो त मै पाए यताबाट यसो खाना खाइसकेपछि डकार मार्दै भ्यू हेर्ने उधर भी कुछ नारायण दाईको रुम हेरेर सक्यौँ। अब अर्को हप्ता चाहिँ नारायण दाई आउनुहुन्छ। नारायण दाई अनि भाउजू चाहिँ नेपालदेखि आउनुहुन्छ अनि त्यसको लागि चाहिँ सरसफाइ गर्नु पर्यो। सामानहरू हामीहरू चाहिँ हेर्न आएको सरसफाइ गर्नलाई त चाहियो अनि रुम सरसफाइ गर्न पर्यो। यो चाहिँ सानो माट रहेछ अनि नारायण दाईको रुमदेखि नजिक हामीहरू चाहिँ नारायण दाईको रुम हेर्न आएको थियौँ। अर्को हप्ता चाहिँ भाउजूहरू आउनुहुन्छ नेपालदेखि, त्यसको लागि सरसफाइको सामान रुममा चाहिनेहरू अनि हामीहरू चाहिँ माटमा आएको। सुजित दाई द मोस्टर यसको प्राइजहरू 1300 यस्तो हुन्छ। त्यहाँ चाहिँ म देखेछु चाहिँ आउनुहुन्छ अरे अनि त्यसको लागि हामीहरू यता स्कुल हेर्न आएको थियौँ। यहीँ नजिकै रहेछ, उता बस्ने यता चाहिँ स्कुल रहेछ। हामीहरू चाहिँ स्कुल हेर्न आएको थियौँ। अब चन्दाको स्कुल हेरेर यता त क्या राम्रो ठाउँ रहेछ।
हामीहरू चाहिँ जान लाग्यो नारायण दाईहरू अगाडि हुनुहुन्छ यो चाहिँ स्कुल भयो कोरियाको केटाहरू अगाडि हिँड्दैछन् हामीहरू चाहिँ मोटर खाँदै जान लाग्यो ये भी टेस्ट करना है ये देखने से तो बहुत अच्छा लगता है टेस्ट क्या खाने में भी अच्छा है टेस्ट क्या है पता नहीं। वाह सिद्धे हजुर नखाने पाङ केक मस्त हामीहरू चाहिँ फर्किनु लाग्यो अब रुमसुम हेरिसक्यौँ अब फर्किनु लाग्यो हाम्रो दाइको बस्ने चाहिँ यहाँ माथि बस्ने चाहिँ यहाँ माथि पऱ्यो हाम्रो गाडी पार्किङ चाहिँ अगाडि ढाल्दैन होला ढाल्दैन और क्या भाई शादी करके लाओगे बीवी को भाई भी देखना पड़ेगा सब एक साथ रहना हाँ एक साथ सब लोग एक कंपनी का बोतल यता फालौँ आफ्नो गाडी में आफ्नो आफ्नो गन्तव्यतिर लागौँ कर दिया पाकी यो चाहिँ हामीहरू म्यागी ओके कस्तो जो देखना है वो देख लिया अब मेरे को दिखाना है सुजी दाइले चाहिँ बाई बाई दाई भन्यौँ त्यसपछि गएर हामीहरू लाग्यौँ सुजी दाई